तपाईले पहिलो पटक यौन सम्बन्ध बनाउँदा वा पहिलो पटक गर्दा पहिलो राउन्डमा कति बेरसम्म टिक्नुपर्छ, पहिलो पटकमा कति बेरसम्म तपाईले यौन सम्बन्ध बनाइराख्नुपर्छ। नमस्कार, म उद्धव आचार्य आज यसै विषयमा जानकारी दिन गइरहेको छु। किनकि दोस्रो तेस्रो राउन्डमा त अटोमेटिक रूपमा लामो समयसम्म टिक्न सकिन्छ, तर पहिलो राउन्डमा कति बेरसम्म टिक्नु अनिवार्य छ, यो विषय विशेष हो। तपाई जब पहिलो राउन्ड सेक्स गर्न लाग्नुहुन्छ तब तपाईले सोचेको समयसम्म तपाई टिक्न सक्नुहुन्छ, किनकि यो बेलामा तपाईको हरेक क्रियाकलाप चाँडो भइरहेको हुन्छ। तपाई छिट्टै स्खलित हुनुहुन्छ। यतिसम्म त ल ठिकै छ, तर तपाईलाई समस्या कहाँ आउँछ भने तपाई जब दोस्रो राउन्ड गर्न खोज्नुहुन्छ, तपाईलाई दोस्रो राउन्ड गर्नको लागि एकदम मन पनि छ, तर पनि तपाईको लिङ्ग नै उठ्दैन। लिङ्ग नउठेर तपाईलाई नामर्द जस्तो बनाइदिन्छ। यसले गर्दा तपाईलाई धेरै समस्या हुन सक्छ। यदि तपाईलाई दोस्रो राउन्डको लागि उठ्न समस्या हुन्छ वा ढिलो हुन्छ भने यसको मतलब तपाईले सम्झनुस् कि तपाईको सेक्स टाइम कम छ, तपाईको शारीरिक कमजोरी पनि धेरै छ। यो समस्यालाई तपाईले तुरुन्त इम्प्रुभ गर्नु जरुरी हुन्छ। तपाई यदि पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ र तपाई दोस्रो राउन्डको लागि उठ्न सक्नुहुन्न भने तपाईको यो पहिलो राउन्डमा कम्तीमा पनि तपाईले 5 मिनेट यौन सम्पर्क गर्नुपर्ने हुन्छ। योभन्दा पहिला तपाईले फोरप्ले कम्तीमा पनि 10 मिनेट गर्नुपर्छ, अनि मात्र तपाईले 5 मिनेटको पेनिट्रेसन वा भित्र बाहिरको समय वा सम्बन्ध गराउन सक्नुहुन्छ। यसपछि पनि आउटप्ले तपाईले कम्तीमा 5 मिनेट गर्नुपर्छ, अनि मात्र महिला र पुरुष दुवैजनालाई यौन कार्यमा सन्तुष्टि मिल्छ, नत्र यौन सन्तुष्टि दुवैलाई मिल्दैन। यौन कार्य सुरु गर्दा तपाईले यो गल्ती नगर्नु होला, हतारमा यौन सम्बन्ध बनाउने जसमा महिला पार्टनर पनि तयार भएकी हुँदैनन्। तपाईले फोरप्ले पनि गर्नु भएको छैन र तपाई आउटप्ले पनि गर्नुहुन्न भने यसले तपाईको यौन समय नियमित रूपमा कम हुँदै जान्छ र तपाईले लामो समयसम्म यौन सम्पर्क गर्न सक्नुहुन्न। तपाईको यस्तो हरकतले तपाईको यौन पार्टनरको पनि यौनमा मन लाग्दैन, बिस्तारै उनको पनि मन कम भएर जान्छ। त्यसैले यौन सम्बन्धको समयमा पहिलो राउन्डमा कम्तीमा पनि तपाईको समय फोरप्ले, पेनिट्रेसन र आउटप्ले सबै मिलाएर 15 देखि 20 मिनेटको समय एकदम हुनु आवश्यक छ। तपाईको लिङ्गमा स्ट्रङ तनाव पनि छैन, तपाई 5 मिनेट पनि टिक्न सक्नुहुन्न भने तपाईमा समस्या छ। तपाईले तुरुन्त सेक्सोलोजिस्ट डाक्टरलाई भेट्नुपर्ने हुन्छ। आजको हेल्थ टिप्स कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नु होला। तपाई हेल्थ टिप्स हेर्दै हुनुहुन्छ र सब्स्क्राइब गर्नुभएको छ भने तपाईलाई विशेष धन्यवाद। सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनु होला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ।